I've been hanging on, counting days, thinking it was me all along. Had a million conversations in my head about where it went wrong. And I've got no idea where you've been, who you are, not anymore. All I got is this Polaroid picture of us from June 24th. It's where I kissed you for the first time, laid on your sheets. You gave me your heart and said you trusted with me, but all I did was let you down time and time again. Welcome back to Rajkumar vlog. We are heading to Kumai Dada. Video sponsored पुरै ल हाम्रो जर्नी त स्टार्ट भएको छैन यहाँबाट हामी दौलदेखि हिँडेको घरबाट अब सर हिँडेछौँ है हामी 5 जना मात्रै भयौँ है सेफ दाई सुजन अनि 2 जना अगाडि छ सङ्गम र राजन छ त्यो बाटोमा चाहिँ खाना त्यसरी ल हामी चाहिँ अहिले अब दौलदेखि लाग्यो गाडी पनि हल्का भल्का लाग्दै नयाँ टायर It wasn't my intention, maybe we should have been friends. So you're someone I used to know, but nobody said it'd be easy. फुटबल खेल्न गइरहेको छ फाइनली हामी चाहिँ हरिचोक आइपुगेछौँ है अनि यहाँबाट चाहिँ कता लाग्छ पहिला खानासाना खान्छौँ होला अनि हेरौँ है ट्याक्क ल ओहो कता फुटबल खेल्न सेप्दै ल हामी चाहिँ अब यहाँ हरिचोकबाटै घाटचोकसम्म होइन त जच्छु हानेर हाम्रो चाहिँ बस्ने कोठा वीरेन्द्र सर मन्दिर छ वीरेन्द्र सरको पूजा पाठ गरेर बस्नुहुन्छ हाम्रो गाडीको साथीहरू है पाकेर वीरेन्द्र सरको घर भन्ने Maybe I should have known. One more drink, just swallow it down. I gotta get you out of my mind, but nobody said it was easy. Maybe I should have known. I've been out till late, shifting beds, trying to kill the image of you. Got a million stupid reasons not to call. It's just that I want to. Do you remember how we pulled the drapes in the basement to get away from the world that we couldn't fit in? And how we used to walk those empty streets at night in the city. ल अब हामी चाहिँ कहाँसम्म अरे हामी चाहिँ अहिले घाटचोक आइपुग्यो तल्लो घाटचोक आइपुगेछौँ है घाटचोक आइपुग्यो अब घाटचोक पुग्ने बेला भन्छौँ हामी माथिल्लो घाटचोक पुग्ने बेला हुन्छ है ट्याक्क अब बल्ल डिओ एउटा लेखा छ बवाल लेखेको छ है सोध्न पर्यो नि कस्तो इन्ट्रोडक्स त गर्न पर्यो नि नाम भन्नु भाइको शुभ नाम के हो तपाईँ कहाँ आउँदा नि अहिले भनेको म यहाँ हिमाली चोक गुम्बामा गएको पछ चन्टे ड्राइभर भुन्टे खलासी कहाँ हुनुहुन्छ तपाईँ ए ल यहाँ त तल अल्छी चोकमा आउनु न त अल्छी चोक रे छिटो मोबाइल लिनु Shout out to Aldi Chok, shout out to Save Dai. यो हाम्रो राइडरको नाम के हो सोध न तपाईको शुभ नाम के पर्यो मेरो जीवन तामाङ जीवन तामाङ तामाङ हुन्छ नुवाकोट होला घर यतै हो ल यदि चाहिँ तपाईहरु के रे घुमाइ डाँडा आउँदै हुनुहुन्छ नि हाम्रो जीवन दाइलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ उहाँले चाहिँ एकदमै राम्रो चाहिँ चलाउनु भएको छ र चलाउनु हुन्छ कन्ट्याक्ट नम्बर पनि यहाँ छ कन्ट्याक्ट नम्बर चाहिँ हैन त्यो हैन त्यो रङ नम्बर परेछ के फिक्सको नम्बर होला कि त्यो चाहिँ फेरि उनी पनि चलाउँदा टिभीको नम्बर होला के दुईटा नम्बर टिपेछ र तपाईले देख्नुहुन्छ यो चाहिँ नेपालको भलिबल कोर्ट राष्ट्रिय खेल
राष्ट्रिय खेल माछा पुछ्रेको भ्यू पनि देखाइदेऊ ल फाइनली हामी चाहिँ घाचोक आइपुगेछौँ है। अब न्याउरी चाहिँ हिँड्न लाग्यो हामी। पहिला खानासाना हान्छौँ होला। हाम्रो फुटबल प्लेयर बायर्न म्युनिखको कुन यता हेर्दा बायर्न म्युनिखको प्लेयर आएको छ नि सेफ अली खान एक्कला हामी चाहिँ यहाँ दिदीकोमा खाना हामी चाहिँ अहिले घाचोक आइपुगेछौँ है। हामी चाहिँ न्याउरी स्टार्ट हुन्छ बिस्तारै। पहिला खानासाना खान्छौँ अनि लाग्छौँ होला है। अब कता खाना खान्छौँ हेरौँ सेफ दाइ के छ अब ट्रेकिङ स्टार्ट भयो स्टिक सहित होइन। यहाँबाट हामी यहाँ हिँडे खड्का बसिन्छ। हिँडे खड्काबाट भोलि बिहान उठेर त्यहाँबाट हामी कुमै डाँडा पुगिन्छ। भोलि कुमै डाँडा बस्ने हो त गाइस। त्यहाँ पछि पर्सि ब्याक टु पोखराबाट डाइरेक्ट फेरि दमौली हाम्रो प्यारो दमौली। के थ्याङ्क यू भन यता हेरेर अलि नजिक आएर What is your name? My name is Viraj Padia. Yo, good. Are you happy now? Yes भन्देऊ न Yes. Okay. अब we are having some fun over ल हामी here. चाहिँ सरिफाका आएको चाहिँ अघि नै है। अहिले सबै रेस्ट गरेर ट्याक्क घाम ताप्दै घाम तारो खै उसलाई के भन्देऊ नि त यो ठाउँको नाम के अरे भन्देऊ भन भन लजाए हामी चाहिँ अहिले घान्तारामा छौँ होइन। घाम ताप्दै यहाँ पछि चाहिँ हामी अलिकति माथि गएपछि चाहिँ त्यहाँ बल्ल सरिपाखा हो। सरिफाकाबाट त्यहाँबाट हामी सिधा 2 घन्टा 3 घन्टामा चाहिँ हामी हिले खड्का हिले खड्का पुगिन्छ। आज हाम्रो बास चाहिँ हिले खड्कामा हुन्छ है ट्याक्क ल सिउलेटे। अब हामी चाहिँ खाना खाना है भ्यू हेर्दै खाना खाँदै अब यतैबाट सकिन्छ होला हैन। ल हामी चाहिँ अहिले खाना खान लाग्दैछौँ है। च्याट्टा गाउँले स्टाइलमा बसेर सेफ दाइ त्यो अच्छा सङ्गम चल्दै सुरु गरिसक्नु भयो। अहिले थपेर खान्छौँ। ल हामी चाहिँ अब खाना खाएर हिँड्न लाग्यो है घाम ताराबाटै माथि हिले खड्कासम्म है। ल धन्यवाद है दिदी खाना खुवाइदिनु भएको। ल लस हुन्छ हजुर। हामी चाहिँ हामी चाहिँ एकछिन भर्खर खाना खाएर निस्केको है। अब ग्रिन कटेजतिर जान लाग्यो हामी। कता यहाँबाट ग्रिन कटेज होइन नाम ग्रिन कटेजतिर जान लाग्यो। यहाँबाट 3 आवर लाग्छ हामीलाई चाहिँ लोकललाई चाहिँ 2 आवर हो। हामी चाहिँ रोको के हो ल हामी चाहिँ यहाँ कता हो सिरेपाखा अलिकति माथि आइपुगेछौँ है। सरिपाखा भन्दा अलिकति माथि आइपुगेछौँ है। यहाँबाट हिले खड्का जान्छ 1-1.5 घन्टा लाग्छ 2 घन्टा जति। ल रेस्ट गरिरहेछ टोलीहरू। माइटेमा हाल्न लाग्यो हाम्रो राजन भाइले। ब्याग चाहिँ दाइको खतरा छ कि हामी सानो सानोमा के अरे फुटबल खेल्दाखेरि यस्तै लाउँथ्यो दाइले चाहिँ ट्रेक आउँदा लाग्छ। ल बाटोमा के छ देखाउन। ल ल हामी चाहिँ यहाँ कता रे सिरपाखा के जहिले बिर्सिन्छ मैले ठाउँ के तलको सरिपाखा हिलेको बिचमा आइपुगेछौँ है। लगाउने हेलिकप्टर ल्यान्ड ल्यान्ड ठ्याक्क घाम ताप्दै हामी चाहिँ आज हिले खड्का बस्छौँ होला है। अनि त्यो भएर ढुक्क पारामा घाम ताप्दै बसिरहेको छौँ है। दोहोरी सुनौँ न एउटा रेस्ट मोडमा सुन्दिम न त जुन सुनिनु हुन्छ दोहोरी के त्यो अहिले Lights is where I saw you for the last time. Said our goodbyes. Sat in the car. You saw the pain in my eyes, but I just couldn't. गिफ्ट है सेफ दाइको। थ्याङ्क यू सेफ दाइ। वाइल्ड गोल्ड यस्तो भ्यू चाहिँ बगाल देखिरहेको छ है। लगभग अहिले हाम्रो यहाँ
4 बजे छ है हामी चाहिँ अब अहिले खड्का पुग्न लाग्छौँ है त्यही हिलेमा बस्छौँ ट्याक गरी ल सेप्दै उकालो उक्लिन गाह्रो भयो बलले हेरेर हिँड्नु भयो क्या सेप्दै पछाडि र फाइनली हामी चाहिँ टुबो हिल ब्लफ है GGMT को ट्रेलमा छौँ है यहाँ एकछिन फोटो सेसन चलिरहेको छ टोलीहरूको सेफ दाई कस्तो भइरहेछ ट्रेकिङ सेफ दाई चाहिँ अस्ति भर्खर कापुचेन गइरहेको नि आज अलि थकी जस्तो देखिन्छ नि दाइ हप्तै पछि चाहिँ ट्रेकिङ भइरहेछ होइन अनि के अरे तपाईँको होलिडे चाहिँ राम्रै बितिरहेछ नि होइन ओहो फोटो हानिदिने हो र भिडियो हानिदिन्छ कि त यो आछि Let you down time and time again. चाहिँ डल भन्छ चिल्लेको डल भन्छ Maybe we should have been friends. So you're someone I used to know, but nobody said it'd be easy. But maybe I should have known. माछापुच्छी ट्रेल है टोलीहरू चाहिँ अगाडि जस्तो रमाइलो भइरहेको थियो हामी चाहिँ आज हिलेमा बस्छौँ हिले आइपुग्न लाग्यो हुँदैछ हिले चाहिँ है ओके फाइनली हिले खट्टा है छ टोलीहरू क्यान्सिल भ्यू We're staying here है हामी चाहिँ आज नै ग्रिन कटेज हिलमा बस्छौँ हिले सरी ग्रिन कटेज हिले ओके फाइनली एट खड्का है टोलीहरू चाहिँ अलि चाँडै नै आइपुग्यो हामीले बिस्तारै गफ गर्दै सेफ दाईको गफ सुन्दै निम्सुर है हो हामी बस्छौँ है जे कति बजी आइपुग्यो हामी लगभग 3 घन्टामा आइपुग्यो होला होइन 3 घन्टा चाहिँ हामी बसी आराम गरी आएको है मजाले आज चाहिँ हामी यहाँ बस्छौँ है ग्रिन कटेज अलि ल हामी चाहिँ अब खाना खानु भएको है त्यहाँको काट्दै सर खाना खाँदैछ सोल्टी त्यो चाहिँ अलिक बसेर खानु मिल्दैन पेट गाह्रो पारे नै अन्त कि हो ल अब हामी खाना खान्छौँ ल Shitty car, but we hit the road. Doesn't matter where we go, a destination unknown. I don't care where the motor stops, cause when I want it, then I want it, yeah, I want it, oh, I want it. गुड मर्निङ है इट्स डे 2 फ्रम हिले खड्का हाम्रो यो कुमाई ट्रेकको आज डे 2 हामी हिजो आएर चाहिँ यो ग्रिन कटेजमा बसेको थियो अब हामी चाहिँ ब्रेकफास्ट खाने तर्फमा छौँ ब्रेकफास्ट खाएर चाहिँ एकछिन रेस्ट गरेर हामी चाहिँ अब गन्तव्य चाहिँ यो माथि डाँडा हुनेछ है अब कुमाई डाँडाको चाहिँ नर्मली 5 घन्टा भनेर अब भनेको थियो हामीले गुगलमा चाहिँ अब तर हामीलाई चाहिँ अलिकति धेरै लाग्न सक्छ ल सी यू अन कुमाई फर्स्ट टाइम है अब हामी चाहिँ ब्रेकफास्ट खाएर अब हिँड्छ है ट्याक्कै Sip guy in a good mood. He's very happy today. Why you happy so much, bro? Because I met someone Room. like me. Oh. स्टोर नदैन ल हामी चाहिँ अब यहाँ ग्रिन कटेजबाट कुमाईको लागि हिँड्न लाग्यो है यहाँबाट लगभग अहिले चाहिँ 9 बजी छ लगभग 9:30 भइसक्यो होला अब बाटोमा के छ देखाउँदा इट टेक्स मस्ट नाउ कति लाग्छ भने 5-6 घन्टा लाग्छ होला हामीलाई चाहिँ बिस्तारै हिँड्छ 9 बजी 9:30 बजीतिर हिँड्छ सिउ लेटर ल हामी चाहिँ
हिले खर्का छोडेको 10 मिनट भएछ करिब करिब होइन। हाम्रो यात्रा चाहिँ यता खुमाई डाँडातर्फ अघि बढ्दैछ। अहिले केटाहरू अगाडि छ, राजकुमार पछाडि आइराखेको छ है। सोलो पारामा स्टिक एक्दै होइन। यस्तो कयौँ डाँडाहरू उकालो चढ्दै डाँडा काट्दै हामी आज चाहिँ खुमाईमा पुग्ने हाम्रो टार्गेट रहेको छ र पुगिन्छ पनि होइन। त्यो धेरै लामो ट्रेक त होइन। उहाँ स्थानीय दाइहरूले भने अनुसार चाहिँ 4 घन्टा अरे, तर हामीलाई चाहिँ करिब करिब 5 घन्टा 5.5 घन्टा लाग्छ होला। अलराइट लेट्स किप गोइङ गाइज। सेफ दाइ केही भन्नु छ? हो र सकिन्छ दाइ 5.5 मा त भ्याउने है, दिनु पर्यो है होइन। 5.5 मा त भ्याउने के होइन। ल करिब करिब आधी घन्टा हिँडाएपछि त्यो हिलेखरबाट अब चाहिँ हाम्रो फर्स्ट रेस्ट ब्रेक है। सेफ दाइ कस्तो फिल भइरहेछ? ढुकढुक ल मुटुको बिस्तारै हिँड्ने हो। सास चाहिँ होइन लामो लामो ब्रेथ दिनु। यो होइन घना जङ्गलको बिचमा टक्क हामी चाहिँ अहिले अब कहीँ अब खुमाईको मुनि छौँ। अब एकछिन रेस्ट गरिन्छ नि, त्यसपछि अब फेरि पुनः हामी गन्तव्यतर्फ होइन हामी लम्किनेछौँ। ल त्यही हो। ओके फाइनली हामी चाहिँ तिमीले हजुर के हो समथिङ चल्टी। सेफ दाइ अलिकति थाकियो, लङ यो त्यो उकालो थियो है बाटोमा चाहिँ टन्ने। लास्टमा यो सम्ममा आइपुग्यो। यो चाहिँ 3 आवर्स है बिजनेस थाकिरहेको छ। गर्मी छ, पसिना भएको छ। हो त्यहाँ त गाडी लाग्यो। 45 मिनटमा हामी लगभग आइपुग्यो है। त्यहाँ हिलेबाट हिँडेको ठाडै उकालो थियो। त्यो तल चाहिँ हिले भर्खरै हामी त्यहीबाट आएको। यहाँबाट चाहिँ अलि धेरै हिमालहरू देखिँदो रहेछ। यो फर्स्ट टी हाउस चाहिँ यहाँ उको चाहिँ यो टी हाउस छ यहाँनिर। अब यस्तै टी हाउस अझै दुई तिनवटा छ अरे माथि खुमाई नपुग्ने रहेछम्म। अब तपाईँहरू चाहिँ यो बाटोमा चाहिँ पानीहरू चाहिँ पाउन सक्नुहुन्न। यहाँ चाहिँ अब प्रत्येक टी हाउसमा चाहिँ यहाँ पानी सानी नि राखिँदो रहेछ। यहीँ खाएर गए बेटर हुन्छ। आफूले अब इनफ पानी लिएर आए अझै बेटर हुन्छ है। ल Shitty car, but we hit the road. Doesn't matter where we go and destination unknown. I don't care where the motor stops, 'cause when I want it, then I want it. Yeah, I want it, oh I want it, let's go. Look around, where's the people at? I want a taste of the good life. Hit me with it right now, I'm in it. 'Cause when I want it, then I want it. Yeah, I want it, oh I want it, let's go. And I won't look back, yeah. I don't care about the bad shit back home. It's Cincinnati, baby, I just wanna let it go. Nothing matters when we're way out here. Oh, yeah. Baby, I don't have to know your real name. I'm just addicted to the way you take the pain away. Nothing matters when we're way out here. ल हामी चाहिँ लगभग देउरालीको पुग्न लाग्यो। हामी चाहिँ समवेयर इन द मिडल अफ द जङ्गल छौँ होइन। हामी चाहिँ अब करिब करिब देउराली भन्ने अब यो खुमाई डाँडा ट्रेकको दोस्रो टी सपमा टी हाउसमा यहाँ पुग्न करिब करिब 10 मिनट बाँकी रहेको छ। अब हामी हिँडेको चाहिँ 2 घन्टा जति भयो होला होइन अलमोस्ट 2 घन्टा हिले खड्काबाट चाहिँ हामी लगभग 51 मिनट्स भयो है। ल अब हामी 2 घन्टामा लगभग देउराली टी हाउस पुगिन्छ। ल सिउ दिए एक्कै सेतै कस्तो लागिरहेछ? फकिङ असम हैन भाइ। डेन्जरस के वाइ सो मच डेन्जरस? भिरको बाटो छ हैन। आउँदा आउँदा चाहिँ अलिकति होस पुऱ्याउन पर्छ। कतै एकदम कठिन बाटो छ, तर गाइज एभ्रीवन क्यान डु मुभ अन है। इम्पोसिबल इज नथिङ हैन। बिस्तारै हिँड्ने तर केही हुँदैन हैन। ल हामी चाहिँ लगभग कता रे देउराली टी हाउसमा आइपुगेछौँ है। लगभग 2 घन्टा जति होइन। अब एकछिन रेस्ट गरेर खाजासाजा खान्छौँ अनि चल्छौँ रेस्ट मोडमा सबै। हो खाजा खाइरहेको छ है, कुरकुरे के छ, चाउचाउ यस्तै हो, चोकोपाई है ट्याक्क। सबैको फेभरेट एक मात्र र मेरो त वाइफै हो दाइ।
Cincinnati, baby. Cincinnati, baby. Said, yeah, Cincinnati, baby. Cincinnati, baby. It's 2 a.m. when we close the bar, but we're in the get-go. Next place, give me someone I could. लगभग हामी देउराली हिल्स आइपुग्यो है भ्यू चाहिँ बवाल छ तल ट्याक्कै लगभग 2.5 घन्टा भयो होला हामी एकछिन ब्रेक लियौँ अनि हिँड्दैछौँ बिस्तारै चाहिँ टी हाउस आफ्टर कति 1 आवर्स फेरि अर्को टी हाउस आउँछ है त्यो टी हाउस चाहिँ तन्नै रहेछ यहाँ सर छ फाइनली हामी चाहिँ फाइनल टी सपमा आइपुग्यो है यो खुमाई ट्रेकको तल चाहिँ हामी चाहिँ उता तलबाट आएको हिजो होइन त्यो बेसीबाट यहाँ यो बाटो हुँदै ट्याक्कै हामी चाहिँ अब यो टी हाउसमा आइपुगिसकेको छौँ अब यहाँबाट चाहिँ जम्मा 1 घन्टाको बाटो भन्नुभएको थियो यहाँ तल फर्किने मित्रहरूले र गाइस रमाइलो भइरहेछ नि होइन एकदम रमाइलो फाइनली हामी चाहिँ लगभग आइपुग्यो अब त्यही डाँडा हो खुमाई चाहिँ एकछिन रेस्ट गरेर लगभग कति भयो 3.5 घन्टा भयो हामी हिँडेको चाहिँ हिलेपट्टि लगभग आइपुग्यो 1 घन्टा जति होला अब त्यहाँ माथि पुग्न त्यो सर्ट हाइकिङ जस्तो छ त्यो रमाइलो छ एकदम दामी माथिबाट झन् बवाल भ्यू देखिन्छ है अझै माथि पुगेको छैनौँ हामी ल यो चाहिँ हेलमेट जस्तो सेपमा भएर हेलमेट डाँडा भन्दो रहेछ है ट्याक्कै लगभग आइपुग्यो होला हामी अब त्यही डाँडा हो रमाइलो हुन्छ हामी चाहिँ अहिले यो हेलमेट डाँडा भन्ने स्थानमा आएर बसेका छौँ यहाँबाट चाहिँ खुमाई लगभग अब 45 मिनटको मात्र यात्रा रहेछ हामी चाहिँ करिब आइसक्यौँ है यो डाँडाको पछाडि हो ठ्याक्कै होटलहरू त्यहाँ छ यो डाँडा चाहिँ माछापुच्छ्रे हिमालले छेकिराखेको छ पारी अब सही भ्यू देखिरहेको छ यहाँबाट केटाहरू चाहिँ तल आउँदैछ अलिकति हामी चाहिँ अलिकति अगाडि आएर यहाँ रेस्ट गर्दैछौँ केटाहरू चाहिँ यहाँ तल आउँदैछ है त ल फाइनली केटाहरू चाहिँ आइपुगेको अवस्था सेप दाइ द हार्डेस्ट द क्लाइम्ब होइन द मोर ब्युटिफुल द भ्यू होइन कस्तो फिल भइरहेछ अब धेरै छैन दाइ अब जस्ट 45 मिनट्स होइन ल है त लगभग हामी आइपुग्यो अब आधी घन्टा जति होला है अब भ्यू चाहिँ बवाल छ सुजन चाहिँ खोर्साङ जाने भन्दा छ हामी चाहिँ अब बिस्तारै हिँड्दैछ Dance with you beneath the stars, 'cause when I want it, then I want it, yeah, I want you. Everything stops when you move like that, and I wanna get in close to you. It's what I'm gonna do, 'cause right now I'm in it. I feel kinda dizzy when I'm still. ल फेरि केही क्षणको थकानपछि म पुनः आफ्नो सोलो ट्रेक जारी राख्न गइरहेको छु यहाँ उत्तरमा चाहिँ सेतो कलरमा चाँदी जस्तै चम्किएको हिमाल देख्न सकिन्छ भने हामी दक्षिणमा चाहिँ फाँटहरू देख्न सकिन्छ हामी तलबाट यहाँ आज लगभग म चाहिँ अब करिब अब यस खुमाई डाँडा आइपुगेको महसुस भइसकेको छ मलाई यहाँ चाहिँ मान्छे हिँड्नको लागि भनेर यहाँ सिडीहरू नि रहेछ होइन यहाँ चाहिँ गोल्डन बुस देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो नै निकै सुन्दर रहेको छ यो पहाडैभरि यो सुनौलो रङले यो झारहरू अहिले हिउँ याम भएर होला सबै सुक्खा भएर नि यस्तो कलर देख्न सकिन्छ र माथि गएर म तपाईहरुमा फेरि भेट्छु है त राइट अन्टिल देन सी यू गाइज ल फाइनल्ली हामी चाहिँ पहुँचाइ खुमाई डाँडा आइपुगे र यहाँ होर्डिङ बोर्ड देख्न सक्नुहुन्छ हार्डली वेलकम टु खुमाई हिल भनेर यसलाई जिएमटी भन्ने गरिन्छ है यो चाहिँ ग्रेट माछापुच्छ्रे ट्रेल हो र फाइनल्ली यो माछापुच्छ्रे चाहिँ हामीले यहाँबाट
देख्न सक्यौँ होइन। तलबाट चाहिँ यो सबै डाँडाले यो खुमाई डाँडा र अन्य डाँडाहरूले छेकेको थियो। ल फाइनल्ली त्यहाँ चाहिँ होमस्टेहरू देख्न सक्नुहुन्छ, कटेजहरू। ल फाइनल्ली केटा हो ल 360 भ्यू है त एकचोटि खुमाई टेकबाट। ओके फाइनली वी आर एट खुमाई डाँडा है। टक्कै एजुकेसन द भ्यू। लगभग हामी चाहिँ हिलेपट्टि चाहिँ कति घन्टामा आइपुग्यो होला है? 5 आवर्स भनौँ न लगभग है। 5 आवर्स त आइपुग्यौँ आनन्दरी रेस्ट लिँदै बाटोमा खाजा खाँदै पानी खाँदै है, रमाइलो भयो जे होस् आनन्दले नै। तपाईँहरू त 5 घन्टामा आइपुग्न सक्नुहुन्छ हिलेपट्टि। आउन सकिन्छ अफकोर्स। हर कोही आउन सक्छ यहाँ, बिस्तारै बिस्तारै ढिलो चाँडो भन्नु मात्रै हो। ल फाइनली म चाहिँ हाम्रो आजको स्टे हुने ठाउँमा आइपुगेँ। द ग्रिन कटेज भनेर खुमाई डाँडा स्थित अवस्थित छ र यो ग्रिन कटेज हिले खर्कामा पनि यही रहेको छ र हामी हिजो हिले खर्कामा पनि यही ग्रिन कटेजमा बास बसेर आज खुमाईतर्फ आएका हौँ। राइट केटाहरू चाहिँ पछाडि आउँदैछ, एकछिन समय लाग्छ होला केटाहरूलाई। नमस्ते दाइ, हाम्रो ग्रिन कटेज चाहिँ होइन। ल आइपुग्यो, म चाहिँ आइपुगेँ होइन। केटाहरू चाहिँ अब पछि आउँदैछ, एकछिन 15-20 मिनट लाग्छ होला चाहिँ। हजुर ल यही रहेको छ ग्रिन कटेज खुमाई डाँडा माछापुच्छ्रे गाउँपालिका। र त्यहाँ चाहिँ पछाडि तपाईँले द भर्जिन माउन्टेन भनेर चिनिन्छ यो माछापुच्छ्रेलाई चाहिँ। अहिलेसम्म कसैले पनि सब्मिट गर्न सकेको छैन यो माउन्टेन चाहिँ है। यी डाँडा चाहिँ यो छेउतिर गएर तपाईँहरूलाई भ्यू देखाउँछु। हामी चाहिँ त्यही बाटो हुँदै हिजो हिले खर्का आएर बसेर हिले खर्काबाट चाहिँ आज सिधै हामी खुमाईमा आइपुग्यौँ है त। गर्नेले त तपाईँहरू जानकारीको लागि एकै दिनमा यहाँ खुमाईसम्म नै आइपुग्छ र त्यही हो। ल फाइनली यु गाइज मेड इट टु खुमाई डाँडा है त। म त 1 घन्टा भइसक्यो आएको है। ल सेफ दाइ कस्तो महसुस भइरहेको? अब चाहिँ रिल्याक्स भयो फिलिङ होइन त्यो चिल भयो यहाँ टिलिल्ल टल्केको हिमालले सबै थकाइ नै बिर्साइदिएछ होइन दाइ? ल ठिक छ, यहाँ टेन्टहरू नै व्यवस्था छ होइन यो ग्रिन कटेजमा यो खुमाई डाँडामा। ल केटाहरू नै भर्खर आइपुग्यो, अब चाहिँ चिया खान्छौँ, एकछिन आराम गरेर फेरि। ओके हामी चाहिँ अब एकछिन रेस्ट गरेर है अब सनसेट हेर्न लगाइरहेको छौँ है। ट्याक्क भ्यू पनि बवाल देखेको छ, ट्याक्क रे सनको रे देखिरहेको छ। एकछिन टाइम लास राखिदिन्छ सनसेटको है। अनि असम बवाल देखिरहेको छ। When you move like that, yeah. Everything stops when you move like that, yeah. Everything stops when you move like सनसेट चाहिँ भइसकेछ होइन। इट्स 360 भ्यू फ्रम दि यो पछाडि चाहिँ माछापुच्छ्रे। केटाहरू चाहिँ फोटो खिच्न व्यस्त छ होइन। मलाई चाहिँ खासै इन्ट्रेस्ट लाग्दैन फोटो खिच्न। ठिकै छ, केटाहरूले collecting the memories. हाम्रो अलिअलि खाजा खानु लाग्छ है। 1-2 घन्टा रेस्ट गऱ्यौँ अनि एज यु क्यान सी देयर सनसेटको रेजहरू है यस्तो बल देखेको थियो। एकछिन हेऱ्यो अनि खाजा खानु लाग्छ ल। ओहो लगभग अहिले चाहिँ बेलुकाको 6 बजी छ है। हामी चाहिँ यसो घुम्न हिँडेछौँ। रेस चाहिँ बब्बाल देखिरहेको छ कि कति भयो हिमालहरू पनि है देख्न सक्नुहुन्छ तपाईँहरूले है। 3 बवाल देखेछ। जाडो छ एकदम चिसो छ।
तपाईँहरू नै अवश्य आउनु होला यो ठाउँ एकदम रमाइलो छ है राम्रो पनि छ त्यो भवाल छ हेर स्टिल द भ्यू इज ओपी है केटा हो माछा पुछिरहेको स्टिल चम्किरहेछ है यो पछाडि पनि होइन हिमाल चाहिँ हामी चाहिँ आज यहाँ बस्दैछौँ ग्रिन कटेज खुमाई डाँडामा केटाहरू चाहिँ तलतिर घुम्न गएको छ हामी चाहिँ यहाँ आएको ताप्दै बस्थ्यो एकछिन यो भ्यूले अझै फेरि एकचोटि क्याप्चर गरौँ जस्तो बनायो क्या मेरो मनलाई त्यही भएर फेरि आएर यहाँ फोटो भिडियो गरेको गुड मर्निङ फ्रम खुमाई डाँडा अहिले चाहिँ म माथि जाँदैछु कोर्चन भन्ने ठाउँतिर त्यहाँ पूर्वपट्टि चाहिँ त्यो घामको सूर्योदयको किरणहरू गोल्डन कलरमा यहाँ देखिन सक्छौँ र माथि ठ्याक्कै माथि पुगेपछि चाहिँ सनराइज हुन्छ भन्ने अपेक्षा छ है अझै पारि यो होराइजनबाट अझै डिप गोल्डन कलरमा त्यो सुनौलो लहरहरू देख्न सकिन्छ यहाँ चाहिँ थोरै अगाडि होर्डिङ बोर्ड पनि देखिसकेको छ लगभग म पर्फेक्ट टाइममा यहाँ कोर्चन पुग्छु कि जस्तो लागिरहेको छ है सनराइजको लागि माथि गएर टाइम लेस गरौँ ल भिडियो सिडियो गर्छु ल माथिबाट देखाउँछु है तपाईँहरूलाई ल फाइनली आई मेड इट टु कोर्चन यहाँबाट चाहिँ मिठो भ्यू देखिरहेको छ अहिले होइन बल्ल माछा पुछ्रे पनि दर्शन पायो यहीँ थोरै अलिकति माथि होला भ्यू पोइन्ट चाहिँ त्यहाँबाट सबै 360 भ्यू चाहिँ मजाले देखिन्छ सनराइजदेखि लिएर हिमालहरू त्यो तल चाहिँ खुमाई डाँडा मैले करिब 40 मिनट अगाडि खुमाई डाँडा छोडेर आएको थिएँ र मेरो साथीहरू चाहिँ यहाँ आउन मान्नु भएन र उहाँहरू स्टिल अब तलबाट सनराइज चाहिँ पर्खाइम होला म चाहिँ माथि गएर एक्सप्लोर गर्छु है त फाइनली द ग्रेट माछा पुछ्रे ट्रेलको ट्रेक चाहिँ यहाँनिर कम्प्लिट गरेँ मैले होइन यहाँ भाइहरू नि हुनुहुन्छ भर्खरै कोही आउँदै हुनुहुन्छ तलबाट अझै सनराइज चाहिँ स्टिल भएको छैन है यहाँ चाहिँ प्रेयरको लागि यहाँ आउने मान्छेहरूले चाहिँ यस्तो टन्नै बनाएर जानुभएको रहेछ ल होपफुल्ली अब टाइम भयो भने म पनि एउटा बनाउँछु राइट फाइनल चाहिँ घाम चाहिँ बाहिर आएको छ होइन केटाहरू चाहिँ यहाँ फोटो खिचिरहेछ फाइनली सनराइज चाहिँ भइसक्यो है अझै कतिपय तल आउनेहरूले त तलैबाट हेर्नुभयो होला यहाँ माथि टपबाट चाहिँ मिस गर्नुभयो है त्यसो सायद योभन्दा बेटर भ्यू अब संसारको कुनै पनि कुनाबाट बिरलै देखिन्छ होला यो चाहिँ सबसे दामी भ्यू है एकदम ब्युटिफुल छ यो भ्यू चाहिँ एकदम मेजेस्टिक भ्यू भन्छु म होइन यो चाहिँ बिरलै देख्न सकिन्छ होइन हामी इन्जोइङ इट गाइज निकै नै आफ्नो मनै हर्षित बनाइरहेको छ यो होइन यो टिलिल्ल टल्किराखेको हिमशृङ्खल र यो उदाउँदो सूर्योदयको भ्यूले मनै प्रफुल्लित बनायो जति थकान थियो तलबाट आउँदाखेरि त्यो सबै थकान हराएर गयो होइन एकदमै मजा भइरहेछ केटा हो ल त्यही हो अब म चाहिँ केही छेडमा एकछिन यहाँ टी हाउसतिर जान्छु माथि टी हाउस छ त्यहाँ गएर हल्का चिया खाजा खाएर फेरि डाउन हिल झर्छु है अब किनकि फेरि आज हामी पोखरा पुग्नुपर्ने छ त्यही भएर मसँग त्यति समय पनि छैन म समयमा आएँ समयमै यो भ्यू चाहिँ इन्जोय गर्न पाएँ त्यही नै मेरो लागि एउटा खुसी कुरा हो त्यही हो यस्तो मेजेस्टिक माउन्टेन भ्यू तपाईँहरूले जहाँ कहीँ देख्न सक्नुहुँदैन है यो चाहिँ अन्नपूर्ण माछा पुछ्रे मर्देही अनि साउथ अन्नपूर्ण सबै छ तल चाहिँ खुमाईबाट भन्दा पनि धेरै सुन्दर दृश्य यहाँ माथि आएर देखियो है त्यही हो अब चिया खाएर तल लाग्छौँ हामी र यो सुन्दरतालाई यस भिडियोमा कैद गर्दै म चाहिँ अब पुनः तल खुमाई डाँडातर्फ प्रस्थान गर्नेतर्फमा छु यो
देख्नुहुन्छ तपाईँले यो अहिले जाडो मौसममा सबै यो डाँडैहरू पहेँलै भएको छ, सुनौलो कलर, यो सब झारहरू मरेर गोल्डन कलर देख्न सक्नुहुन्छ। त्यो पुरै डाँडा गोल्डन कलरको देख्न सक्नुहुन्छ। ल अब खुमाइमै भेटौँला। केटाहरू नि अब इन्जोय गर्यो होला बिहानै उठेर सनराइजको भ्यूहरू। केटाहरू चाहिँ यहाँ कोही पनि आएन, म चाहिँ एक्लै सोलो हान्दै गएन माथि, अलिअलि फोटोसोटो खिचियो। अन्त अलिअलि यहाँ कैद गर्नलाई चाहिँ होइन ब्याट्री ब्याकअप चाहिँ रह्यो होइन, एकदम त्यस्तै नै हो। अब नथिङ बट आइम टेकिङ all the good memories होइन of this beautiful view of the mountains with me होइन। तपाईँहरू पनि यो ग्रेट माछापुच्छ्रे ट्रेल अवश्य आउनु होला। आउँदाखेरि चाहिँ यो कोर्चन आउनु चाहिँ अवश्य मिस नगर्नु होला। फेरि पछाडि फर्काएर तपाईँलाई म देखाउँछु होइन। निकै नै सुन्दर छ यो भ्यू चाहिँ होइन, मनै लोभ्यो भने अझ यो माथिबाट उतापट्टि पनि निकै नै दामी हिमालहरू मैले खिचिसकेको छु। म त्यसमा नि तपाईँहरूले देखाउने प्रयास गर्छु है। त्यही हो। ल गाइज, सी यु अल देयर। मेरो केटाहरू चाहिँ त्यहाँ तल छ है। ल ओके, गुड मर्निङ एभ्रिबडी फ्रम खुमाई डाँडा है। सनराइज चाहिँ भइसकेको छ है, त्यो बल देखिरहेको छ चट्टरी। सोल्टिन यहाँ छ, सुजन चाहिँ माथि हो, त्यहाँ कोर्चन गर्छ है। हामी चाहिँ अहिले गएन नजाउला है। हजुर सनराइज चाहिँ बल भइरहेछ है। ल गुड मर्निङ सेफ दाइ। ओ आँखै खोल्न सक्दैन कि मैले त हान्दिनँ। गुड मर्निङ भन्छु मैले अघि बिहान। डे 2 हो तर हाम्रो चाहिँ यो खुमाई डाँडा है। आज चाहिँ अर्ली इन द मर्निङ भ्यू चाहिँ बल देखिरहेछ। मर्निङ हामी भर्खर जस्ट वेक अप, feel the natural। जाने छ कि जाने छ फेरि। ओके, हामी चाहिँ अब एकछिन खुमाई डाँडा घुम्दैछौँ है। ठ्याक्क भ्यू चाहिँ अति बवाल देख्छ अर्ली इन द मर्निङ। त्यहाँ फोटोसुट चलिरहेको छ टोलीहरूको। यही माथि चाहिँ कोर्चन हो, हामीले पनि कोर्चन गरेन है, उठ्न ढिला भयो। अनि सनराइज चाहिँ ठ्याक्कै हेर्न भ्याइयो। ल हामी चाहिँ अब अहिले चिया खाँदैछौँ है। तर यहाँबाट पनि त्यहाँ माथिसम्म दाइ चाहिँ के अरे ट्रेल निकाल्यो भने बवाल हुन्छ कि गरेको ओहो भ्यू चाहिँ बवालै देख्दो रहेछ अति। नट मोर ब्युटिफुल एज यु। ओहो को यो ब्लग हेर्ने सबैजना दिदी पनि। अरे मार्छ क्या भन्छ, यति भन्छ त। फाइनली कोर्चन पुगेर चाहिँ आयो होइन हाम्रो गेस्ट हाउसमा। ब्रेकफास्ट पनि रेडी भइसकेको रहेछ। यो चाहिँ अब खुमाइमा अब चाहिँ एकछिन हाम्रो बसेपछि चाहिँ हाम्रो तल प्रस्थान हुन्छ। अब त्यही हो, माथि चाहिँ मिठो भ्यू देखियो है। अब हामी चाहिँ एकछिन काजा खाएर है एकछिन घोडासँग फोटो खिच्न लगाइरहेको छ है। घोडा त आउँदैछ ट्याक्क। हाम्रो ग्रिन कटेजमा आउनुभयो भने तपाईँहरू सबैलाई होइन भाइ फ्रीमा होइन त। फेरि हर्स राइड अनि हल्का हर्स राइड र फोटोसुट चाहिँ फ्रीमा गरिदिनुहुन्छ नारायण दाइले, हाम्रो नारायण दाइले मिलाएर टक्क फ्रीमा भन्नाले अलिकति होइन अलिकति चार्ज लाग्छ। किनकि अब घोडा पालन गाह्रो छ यस्तो ठाउँमा ल्याएर। यस्तो ब्युटिफुल होइन ल्यान्डस्केप होइन तपाईँले हेर्दै त्यही यति फर्काइदिन्छ त्यति फोटो खिचिन्छ। भयो भयो ल अब त सेफ दाइ फोटो खिच्छ चढेर है ट्याक्क। चाहिँ सङ्गम सर ट्याक्क घोडामा चढेर फोटो खिचे है। ओहो भ्यू चाहिँ बवाल आइरहेको छ। सेफ दाइले त खिचेर भइसक्यो होइन। भिडियो गर्न यहाँसम्म डोराउँछु कि यहाँसम्म
र अब हामी चाहिँ यहाँबाट हिँड्न लाग्यो है रेडी छ लगभग अब कति 9:45 भइसक्यो अब यहाँबाट हामी सिधै घाटचोक पुग्छौँ होला 4-5 घन्टा लाग्ला 5 घन्टा जति होइन बिस्तारै ल लास्ट भ्यू फर दिस टाइम है भ्यू चाहिँ अति बवाल छ तपाईँहरू केही आउन चाहनुहुन्छ भने चाहिँ यहाँ ग्रिन कटेजमा इन्फर्मेसनहरू ल लेट्स टेक अ वान फाइनल लुक त्यो दि ग्रेट माछापुच्छ्रे ट्रेल है अनि हामी चाहिँ हिजो ग्रिन कटेजमा बसेको थियो अब फाइनली अब बिदाय हुने बेला भइसक्यो होइन यहाँ चाहिँ एकदमै राम्रो बसाइरह्यो हाम्रो होइन यहाँको हाम्रो नारायण दाईसँग नारायण दाई यहाँ आउनु न यार एकदम धन्यवाद है हामीलाई यस्तो केयर होइन यस्तो मिठो मिठो बनाएर खुवाइदिनु भयो होइन फर स्योर होइन तपाईँहरू इनकेस अब फ्युचरमा यतै यो ग्रेट माछापुच्छ्रे ट्रेलको प्लानिङ गर्दै हुनुहुन्छ भने यो म चाहिँ फर स्योर यो म ग्रिन कटेज खुमाई रिकमेन्ड गर्छु है नारायण दाईकोमा मिठो दाई ल केही भनिदिनुहुन्छ हजुर नमस्ते म यहाँ खुमाई डाँडाबाट ग्रिन कटेजबाट तपाईँहरू खुमाई डाँडा आउनु मन लाग्छ है रमाइलो छ आउनुहोस् खुमाई डाँडा रमाइलो छ आउनुहोस् ग्रिन कटेजमा आउनुहोस् अरू फेरि हाम्रो एउटा एडभान्टेज फेरि वान एन्ड ओन्ली नारायण दाईसँग मात्रै यहाँ हर्स छ है फेरि यहाँ खुमाईमा फेरि होइन हर्स राइडिङ गर्न सक्नुहुन्छ होइन त्यो पनि एभाइलेबल छ है इनकेस तपाईँहरू बाटोमा अड्किनु भयो भने नारायण दाईले तपाईँहरूलाई रेस्क्यु गर्न एनी टाइम एकदम एभाइलेबल है ल नारायण दाईको कन्ट्याक्ट नम्बर पनि हामी राखिदिन्छौँ होइन यो भिडियोमा ल धन्यवाद नारायण दाई फेरि पनि है ल फाइनल्ली हाम्रो चाहिँ यो खुमाईको स्टे चाहिँ सकिसक्यो है हामी ग्रिन कटेजमा बसेको थियो यहाँ चाहिँ टेन्टहरू पनि एभाइलेबल छ है तर अब के गर्ने वी मस्ट मुभ अन होइन त माउन्टेन स्टे छोइरेबर इट इज तर हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्नुपर्छ माउन्टेन जस्तो होइन सदाबहार अटल रहेर बस्न सकिन हामी मान्छे हो होइन ल लेट्स किप गोइङ गाइज अब एउटा फाइनल फोटोसुट गर्छौँ अनि हामी चाहिँ बिस्तारै ओह्रालो झर्छौँ है ल फाइनली हामी चाहिँ अब तल ओह्रालो झर्ने बाटोमा आइसक्यो होइन यहाँ खुमाईमा चाहिँ तपाईँहरू जानकारी लागि 3टा कटेज चाहिँ छ 360 भ्यू अनि खुमाई ट्रेकर्स इन र द ग्रिन कटेज भन्ने छ है सेफ दाई कस्तो भयो एकदम रमाइलो भयो ब्याक टु होम डाउन टु मेमोरिज होइन फर द लाइफ टाइम होइन यो चाहिँ ल थ्याङ्क यू खुमाई फर ह्याभिङ अस होइन इट वाज अ ग्रेट एक्सपिरियन्स प्लस दामी यहाँको होइन प्राकृतिक सौन्दर्यले चाहिँ मनै के यति प्रफुल्लित बनाइदिन्छ कि होइन सारा थकान यत्रो उकालो चढेर आएको थकान चाहिँ एकैछिनमा छेन भएर बिर्साइदियो होइन खुमाई मौका मिल्यो भने फेरि होइन आउँछौँ त्यही हो अब हामी चाहिँ त्यो तल बेसीमा झर्दैछौँ त्यही हो मिठो ट्रेक भयो होइन ग्रेट माछापुच्छ्रे ट्रेलको खुमाईबाट हामी डाउनहिल झर्दैछौँ अहिले चाहिँ हामी ब्रेकफास्ट गरेर हिँडेको म चाहिँ केटाहरू चाहिँ अलिक पछि आउँदैछ म चाहिँ हल्का अगाडि सोलो आइरहेको छु होइन यो चाहिँ बाटो एकदम अप्ठ्यारो छ अनि त्यही भएर म त्यति सर्टहरू लिँदिनँ होला तल अब खाना खाने ठाउँतिर गएर अब रोकिन्छौँ अब डाइरेक्ट होइन त्यसपछि चाहिँ हेर म पोखरातिर बसिन्छ त्यही हो खुमाई ट्रेक एकदमै रमाइलो भयो होइन म स्योरली रिकमेन्ड गर्छु एकदम सर्ट एन्ड स्विट ट्रेक छ होइन यहाँको त्यो सुन्दरताले चाहिँ तपाईँहरूलाई चाहिँ होइन कुनै डिसपोइन्ट गर्दैन कि यो जुनै सिजनमा आए पनि खुमाई चाहिँ यस्तो मजाको ठाउँ रहेछ क्या होइन अहिले चाहिँ अलिकति यो ड्राई सिजन छ होइन विन्टर भएर सबै पातहरू कुनै फुलहरू केही फुल्या छैन असार साउनमा आयो भने त ढकमक्क फुलहरू फुलेको देख्न सक्नुहुँदो रहेछ त्यसपछि अबको अहिलेसम्म चाहिँ यो वर्ष चाहिँ यो खुमाईमा हिमपात चाहिँ हुन नसकेको रहेछ अब फुल्ली अब हिउँ पर्छ कि अब नेक्स्ट विक अब 2-3 हप्ताभित्र होइन त्यसपछि चाहिँ खुमाईको एउटा स्वरूपै परिवर्तन हुनेछ क्या होइन सेतो हुन्छ सबै खुमाई डाँडा त्यही हो ल खुमाई चाहिँ तपाईँ पनि आइदिनु होला एकचोटि भिजिट गरिदिनु होला त्यही हो थ्याङ्क यू फाइनली म चाहिँ यहाँ खुमाईबाट यहाँ तल टी हाउसमा आइपुगिसकेको छु केटाहरू चाहिँ अन द वे होइन म चाहिँ अलिकति यहाँ आएर अलिकति अघि आएर यहाँ रेस्ट हानिरहेको छु होइन
एकछिन केटालाई पर्खिन्छु अनि फेरि त्यसपछि बिस्तारै हामी सँगसँगै तल जानु पर्ला। केटाहरू अलि ढिलै गरिरहेछ है। ल केही छैन, आनन्दले म अलि रेस्ट पनि पाउँछु केटाहरू आउन्जेलसम्म। त्यही हो। ल एकछिन पानी सानी खान्छु, त्यही हो। हामी चाहिँ लगभग बिचमा लगभग खुमाइपट्टि झरेको चाहिँ 1 घन्टा जति भयो होला है। एकछिन रेस्ट गरेको छौँ। रेस्टपछि फेरि लामो यात्रा स्टार्ट हुँदैछ। हामी चाहिँ डल्लै बेसी झर्नु छ होइन। अहिले चाहिँ हामी समवेयर इन द मिडल अफ द जङ्गल छौँ। अनि यहाँ चाहिँ यो ट्रेक आउँदाखेरि कृपया होइन, यो चाहिँ वास्तवमा हाम्रो डोमेस्टिक ट्रेकर्सहरूमा अलि पपुलर छ यो ट्रेक चाहिँ होइन। यो रुट चाहिँ यो ग्रेट माछापुर स्ट्रेट ट्रेल, यो चाहिँ अहिले हालसालै एकदम लाइमलाइटमा आएको 3 वर्ष त्यस्तो भएर रहेछ। त्योभन्दा अगाडि अब एउटा ब्लगर घुमन्ते भन्ने हाम्रो नेपालकै चर्चित ब्लगरहरू हुनुहुन्छ, उहाँहरूले एक्सप्लोर गरेपछि यो ठाउँले झन् अझै हाइट पाएको रहेछ। तर आउने क्रममा चाहिँ यहाँ ट्रेकर्सहरूले चाहिँ खानेकुरा आफ्नो साथमा ल्याएको होइन, त्यो खानेकुरा खाएर सबै बाटो यहाँ चाहिँ फालेको धेरै ठाउँमा भेट्यो होइन। त्यो चाहिँ कृपया नअर्दिनु होला। यो भनेको अब सस्टेनेबल इको ट्रेक हुनु पऱ्यो होइन। यो चाहिँ पछि पनि अब अरूले नै हेरेर आउनु पऱ्यो। अब ट्रेलर यस्तो फोहोर भएपछि त होइन मान्छेहरूलाई अलिकति चित्त बुझ्दैन नि त। यस्तो मैला ठाउँमा के जाने भन्ने उनीहरूको मनमा हुन्छ। त्यही भएर चाहिँ कृपया होइन एकदम बिन्ती छ मेरो चाहिँ होइन तपाईँहरू समक्ष सम्पूर्णमा अब यो ट्रेल चाहिँ त्यसरी फोहोर नअर्दिनु होला तपाईँहरू। यो अब खाइसकेपछि खानेकुरा खाइसकेपछि अब यो कति नै हुन्छ र यो प्लास्टिकहरूको वेट होइन, तपाईँहरू झोलामा हालेर लान सक्नुहुन्छ। अब ठाउँमा डोकोको अब डस्टबिनहरू यहाँ बनाएर राखेको पाइएको छ। अब कृपया त्यही सही ठाउँमा डिस्पोज गरिदिनु होला, त्यही भन्न चाहन्छु म है त। धन्यवाद। लगभग 2 बजिसक्यो होला है। लेखा गएको छ, एकछिन खाजा जान्छ अनि गाछतिर लाग्छौँ है। अब यहाँबाट गाछको लगभग 2 घन्टा जति लाग्छ है। हामी त्यही भेटेको थियौँ नि है, ट्याक्क त्यो ओह्रालो झरेको। हाम्रो चाहिँ अब खुमाईको ट्रेक करिब अन्ततर्फ आइसकेको छ। अब 1.5 घन्टामा हामी चाहिँ घाटचोक पुगिन्छ होला। त्यसपछि चाहिँ हामीलाई एउटा जिप समातेर आफ्नो घरतिर लाग्छौँ। यो रमाइलो भयो, गाह्रो पनि भयो कतिपय ठाउँमा। तर त्यही गाह्रोहरूलाई हामी छिचोल्दै तिनीहरूलाई पन्छाउँदै एउटा सुन्दर गन्तव्यमा पुगेर आयौँ। त्यही खुसी कुरा होइन राजकुमार? ल राजकुमारले चाहिँ खतरा गर्यो योपालि चाहिँ है। अब कति सालपछि बल्ल उसले ट्रेकिङ गरेको, उसको बिचमा अलिकति एक्सिडेन्ट भएर खुट्टामा चाहिँ स्टिल रड छ, तैपनि उसले होइन खुमाई ट्रेक चाहिँ गरेर देखाइदियो होइन। एकदमै प्राउड कुरा हो यो भनेको। ल त्यही हो। ओके फाइनल एट होम है। पुगेर खुट्टा पनि सबै खोन्छाङ ल हामी चाहिँ लगभग घर आइपुगिसक्यो है। ओके अरू के भन्नु छ भने डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है। ठ्याक्क है त्यो चाहिँ भनिदिनु त के अरे लाइक सेयर फेरि लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भनेको। ल थ्याङ्क यू फर वाचिङ। ल ट्याक्क